सम्पूर्णमा नमस्कार। आज भने चाहिँ म हाम्रो 102 वर्षको बुवालाई भेट्न गएँ हैन। बुवाको अवस्था के रहेछ भनेर यसो बुझौँ न भनेर गएर बुवासँग कुरा गरेँ। हामी के को लागि आएको भनेर बुवालाई भने हैन। बुवाले चाहिँ ठिकै छ, म ठिकै छु, आरामै छु, अहिलेसम्म मलाई त्यस्तो केही पनि समस्या छैन, मैले केहीको पनि औषधि खाएको छैन भनेर भनिराख्नु भएको थियो कि बुवा कति हेल्दी होला हेर्नुहोस् न। 102 वर्ष पुगिसक्दाखेरि पनि बुवाको चाहिँ त्यसरी समस्या नआएर औषधि चाहिँ खानु नै भएको छैन रहेछ। बुवाले आफ्नो मनको कुराहरू मलाई सेयर गरिराख्नु भएको थियो। बुवाको कुराहरू म सुन्दै बुवासँग गफ गर्दै अनि बुवाको प्रेसर नापे। समग्रमा बुवाको प्रेसर सुगर हेर्दाखेरि चाहिँ नर्मल थियो। हेर्नुहोस् त, यो उमेरमा पनि नर्मल हुनु भनेको त एकदमै धेरै राम्रो हैन। मलाई यति धेरै खुसी लाग्यो, बुवा पनि खुसी हुनुभयो। मेरो नाति नातिनाहरू छन् तिमीहरू जस्तै भनेर बुवाले भन्दै हुनुहुन्थ्यो हैन। सबैजनाले यो भिडियो हेरेर माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला, सेयर पनि गर्नु होला बुवाको लागि है त। धन्यवाद।